नेपालको इतिहासमा एउटा यस्तो आन्दोलन भयो जसले देशको राजनीतिक शासन व्यवस्था र समाजलाई नै बदलिदियो। एक समय थियो जब नेपालका धेरै गाउँमा सरकारभन्दा माओवादीको प्रभाव बढी थियो। उनीहरूलाई कसैले आतंककारी भन्थे त कसैले क्रान्तिकारी। 10 वर्ष लामो युद्धमा 17,000 भन्दा बढी नेपालले ज्यान गुमाए। अरबौं रुपैयाँको क्षति भयो, राजतन्त्र समाप्त भयो, नेपाल गणतन्त्र बन्यो। तर आज त्यही माओवादी शक्ति किन कमजोर बन्दै गइरहेको छ? एक समय देश हल्लाउने आन्दोलन आज किन त्यो पुरानो जस्तो शक्तिशाली देखिँदैन? र माओवादी आन्दोलन कसरी सुरु भयो? कहाँबाट आयो त्यो विचारधाराहरू र के परिवर्तन आयो माओवादी आन्दोलनले? र अहिले माओवादी आन्दोलन किन कमजोर बन्यो? यही विषयमा आजको भिडियोमा डिटेल बुझ्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। माओवादी आन्दोलन बुझ्नको लागि हामी 2046 सालतिर फर्किनुपर्छ। 2046 सालको जनआन्दोलनपछि नेपालमा बहुदलीय लोकतन्त्र आयो। जनताले सोचेका थिए अब गरिबी घट्छ, रोजगारी बढ्छ र विकास हुन्छ। तर धेरै ठाउँमा जनताको जीवन खासै बदलिएको थिएन। त्यतिबेला नेपालका धेरै गाउँमा सडक नै थिएनन्, विद्यालय पनि थिएनन्, स्वास्थ्य पनि थिएन। र त्यतिबेला दलित, जनजाति र गरिब समुदाय बीच निकै ठुलो भेदभाव थियो। दलितहरूलाई, जनजातिहरूलाई भित्र नै पस्न नदिने खालको एउटा भेदभाव रहित समाज त्यतिबेला थियो। सरकार केवल काठमाडौँतिर मात्रै केन्द्रित थियो, गाउँघरतिर सरकारको आँखा कहिले पनि गएको थिएन। यसै कारण सुरु भयो माओवादी आन्दोलन। र माओवादी आन्दोलनको विचारधारा विशेष गरी चीनका नेता माओ जेडोङबाट प्रभावित भएको थियो। चीनका माओको विश्वास के थियो भने हतियारको सङ्घर्ष मार्फत राज्य परिवर्तन गर्न सकिन्छ भन्ने उनको विश्वास थियो। र नेपालका केही कम्युनिस्ट नेताहरूले पनि त्यही बाटो रोजे, त्यही माओको विश्वासलाई विश्वास गरे। यसरी माओवादी आन्दोलनको सुरुवातमा प्रचण्ड र बाबुरामको उदय भयो। उनीहरूले नेपालको राजनीतिक व्यवस्था परिवर्तन गर्नको लागि सशस्त्र सङ्घर्ष गर्नै पर्छ, माओको विचारधारामा जानै पर्छ, माओको विश्वासलाई विश्वास गर्नै पर्छ र सशस्त्र सङ्घर्षबाट मात्रै यो व्यवस्था अन्त्य गर्न सकिन्छ भन्ने तर्क गरे। अनि सुरु भयो जनयुद्ध। 2052 साल फागुन 1 गते माओवादीहरूले नेपालका विभिन्न जिल्लामा एकैसाथ आक्रमण गरे। यही दिनलाई जनयुद्धको सुरुवात पनि मानिन्छ। सुरुमा धेरैले यसलाई सानो विद्रोह ठानेका थिए, तर केही वर्षमै यो आन्दोलन देशका अधिकांश जिल्लामा फैलियो। माओवादीले त्यतिबेला नेपालका 75 वटा जिल्लामै आफ्नो विचारधाराहरू फैलाइसकेको थियो, आफ्नो एउटा माहौल बनाइसकेको थियो। त्यतिबेलाका माओवादीहरूले के चाहन्थे, किन त्यसरी सारा देशको ढुङ्गा माटो समेत माओवादीतिर लागेको थियो भन्दाखेरि उनीहरूको प्रत्यक्ष माग थियो राजतन्त्र अन्त्य, गणतन्त्रको स्थापना, नयाँ संविधान, समानता, भूमि सुधार, जातीय विभेदको अन्त्य हुनुपर्छ र सङ्घीय व्यवस्था लागू हुनुपर्छ। आजको नेपालको जुन अवस्था छ, आज नेपालको जुन राजनीतिक संरचना छ, आज नेपालको जुन संविधान छ, यो सबैको पछाडि माओवादीको हात छ र माओवादीका त्यति बेलाका मागहरू। यसरी मागहरू अगाडि सारेर 10 वर्षको युद्ध सुरु भयो। 2052 देखि 2063 सम्म लगातार युद्ध चल्यो। सरकार र माओवादी बीच भीषण सङ्घर्ष भयो। गाउँमा माओवादीको प्रभाव निकै राम्रो थियो। धेरै ग्रामीण क्षेत्रमा माओवादीहरूले समानान्तर शासन चलाउन थाले। उनीहरूले आफ्नै अदालत, आफ्नै प्रशासन र आफ्नै संरचना बनाए। कतिपय गाउँमा सरकारी उपस्थिति लगभग समाप्त जस्तै थियो। त्यतिबेला सारा ढुङ्गा माटोले माओवादीको नाम सुन्ने गर्थ्यो र सारा समाज माओवादीको नामदेखि डराउने गर्थ्यो। 2058 सालपछि युद्ध झन् तीव्र भयो। सरकारले सेना परिचालन गर्यो, देशमा आपतकाल लागू गरियो। दुवै पक्षबाट हिंसा झनै बढेर गयो र मानवीय क्षति निकै ठुलो रूपमा भयो। सत्य निरूपणका विभिन्न तथ्याङ्क अनुसार 17,000 भन्दा बढीको मृत्यु भयो, हजारौं घाइते भए, हजारौं बेपत्ता भए, लाखौं प्रभावित भए। नेपालको इतिहासमा यो सबैभन्दा ठुलो आन्तरिक द्वन्द्व थियो। 2058 सालको जुन दरबार हत्याकाण्ड थियो, त्यस दरबार हत्याकाण्डपछि राजनीतिक अवस्था झनै जटिल बन्यो। राजा ज्ञानेन्द्र सत्तामा आए, त्यसमा अस्थिरता बढ्दै गयो र उता माओवादीको आन्दोलन पनि निकै चर्किरहेको थियो। सारा गाउँ, सारा समाज माओवादीमय भइसकेको थियो। सबैले परिवर्तन चाहन्थे, मुक्ति चाहन्थे, सबै मुक्तिको लागि लडेका थिए। होला लडाउने मान्छेहरू, होला त्यो विचारधारा ल्याउने मान्छेहरू गलत थिए होला, तर त्यो परिवर्तनको लागि लड्ने मान्छेहरू आफ्नो मुक्तिको लागि लडेका थिए। आफूले सहेको अन्याय आउने पिँढीले सहनु नपरोस् भनेर लडेका थिए। यसरी लडाइँ चलिरहँदा अब यो अन्तिम वार्तामा टुङ्गिन पुग्यो। 2062 सालमा 7 दल र माओवादी बीच 12 बुद्धि सम्झौता भयो, त्यो इन्डियाको नयाँ दिल्लीमा। यही सम्झौताले नेपालको राजनीति बदल्ने आधार तय गर्यो। जनआन्दोलन 2062-63 लाखौं जनता सडकमा उत्रिए। त्यतिबेला यति जनता सडकमा आएका थिए कि कुरै छोडिदिनु। सारा नेपालबाट, सारा त्यतिबेलाको 75 वटै जिल्लाबाट जनताहरू उर्लिएका थिए। राजाको प्रत्यक्ष शासनको विरोध भयो त्यतिबेला र आन्दोलन पनि सफल भयो अनि राजतन्त्रको अन्त्य भयो। 2065 सालमा नेपाललाई गणतन्त्र घोषणा गरियो। 2040 वर्ष पुरानो शाह राजतन्त्र पनि समाप्त भयो एकैछिनमा। माओवादीको सबैभन्दा ठुलो उपलब्धि माओवादीका समर्थकहरूको दृष्टिमा के थियो भन्दाखेरि गणतन्त्र आयो, सङ्घीयता आयो, समावेशिता आयो, संविधान सभा आयो। यिनै आन्दोलनका उपलब्धि थिए। तर त्यतिबेला माओवादीले भनेको जस्तो प्रगति भने अहिले भएको छैन। आन्दोलन र शासन फरक कुरा हुन्, आन्दोलन गर्नु र देश चलाउनु फरक कुरा हो। जनताले परिवर्तनको ठुलो आशा गरेका थिए।
उनीहरूले सोचेका थिए परिवर्तन अब अवश्य पनि हुनेछ, तर ती नेताहरू सरकारमा पुगेपछि अपेक्षा अनुसार परिणाम आएन। जुन परिवर्तनको लागि, जुन अपेक्षाको लागि, जुन नयाँ नेपालको लागि जनताहरू सडकमा उर्लिएका थिए, माटो ढुङ्गा समेत बोलेको थियो, रगत बगाउन तयार भएका थिए, आफ्नो ज्यान गुमाउन तयार भएका थिए, शहीद हुन तयार भएका थिए, उनीहरूले सोचेको जस्तो परिवर्तन आएन र नेताहरू सरकारमा पुगेपछि बदलिएको जस्तो भाव महसुस भयो। अनि यसै क्रममा पार्टी विभाजन हुन थाल्यो। माओवादी पार्टी बारम्बार विभाजित भयो, नेताहरू छुट्टिँदै जान थाले, छुट्टिँदै नयाँ दल बनाउँदै, छुट्टिँदै नयाँ दल बनाउँदै गर्न थाले। यसले माओवादी सङ्गठन झनै कमजोर बन्यो। रोजगारी आउँछ भनेको थियो, रोजगारी आएन। विकास हुन्छ भनेका थिए, तर त्यो सोचेको गतिमा विकास पनि भएन। भ्रष्टाचार घट्छ भनेका थिए, झनै भ्रष्टाचार बढेको देखियो। अपेक्षा अनुसार कुनै पनि परिवर्तन आएन। होला संविधानमा लेखियो जातीय विभेदहरू अन्त्य भयो, त्यो उत्पीडित वर्गहरूले न्याय पाए भनेर लेखियो, तर तिनीहरूले न्याय पाएका थिएनन्। यसकारण युवाहरूमा, समाजहरूमा फेरि नकारात्मक कुरा फैलिन थाल्यो र निराशाले छाउन थाल्यो। त्यसपछि माओवादीको शक्ति बिस्तारै कम हुँदै गयो। अहिलेको युवाहरू त्यति बेलाको क्रान्तिकारी नारा भन्दा पनि रोजगारी, व्यवसाय, शिक्षा र विशेष गरी प्रविधितिर आकर्षित हुन्छन्, प्रविधितिर केन्द्रित हुन्छन्। माओवादी आन्दोलन नेपालको इतिहासको सबैभन्दा ठुलो प्रभावशाली राजनीतिक घटनामध्ये एक मानिन्छ, सबैभन्दा ठुलो एउटा आन्दोलन मानिन्छ यसलाई। त्यो क्रान्ति, त्यो विद्रोह, त्यो उत्पीडित वर्ग, त्यो विभेद सहेर बसेका जातिहरू अझै पनि त्यही अवस्थाबाट अलिकति परिवर्तन त भएको छ र भौतिक रूपमा हेर्ने हो भने त विकास धेरै नै भएको छ, तर जुन रूपमा जुन अपेक्षा गरेको थियो त्यो अनुसार भएन।